गाइस, वेलकम टू माई च्यानल मिनी भ्लग हो। आज मेरो दोस्रो हो। तपाईँ देख्न सक्नुहुन्छ हो, सबै सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। मेरो नाम सम्झना। आज चाहिँ म के गर्दै जान्छु भने देख्न सक्दै हुनुहुन्छ पानी भर्ने काम चलिरहेको मेरो फेरि। उहाँ चाहिँ मेरो मम्मीहरूले चाहिँ काम गर्न आउनु भएको छ। हजुरहरूले देख्न सक्नुहुन्छ उहाँ मेरो मम्मीले। गाइस, आज चाहिँ धमिलो आइरहेको पानी हेर्नु देख्न सक्नुहुन्छ। पानी चाहिँ धमिलो आइरहेको आज फेरि गाइस देख्न सक्नुहुन्छ। देख्दै हेर्नुहोस् यहाँको यस्तो छ भ्यूजहरू हेर्न सक्नुहुन्छ। भ्यू हेर्न सक्नुहुन्छ यसरी सही देखिन्छ यहाँबाट। गाइस, आज म घर एक्लै छु नि त, त्यही भएर कस्तो औडा लागिरहेको गाइस। झ्याउ लाउने औडा लाउने भर्खरै भाँडा माझेर बसिरहेको म। के गरौँ कस्तो गरम भइरहेको गाइस, के गर्ने। अब म यो पानी लगेर टोयलेटमा जान्छु गाइस। अब टोयलेट सफा गर्न छ मैले अब त्यो पनि पानी भरिँदैछ हेर्न सक्नुहुन्छ। त्यहाँ पानी भरिँदैछ गाइस। म चाहिँ यहाँ वेट गर्दैछु, पानी छिटो भरियोस् भनेर वेट गर्दैछु मैले। फेरि यहाँ पानी भरिँदै आएको छ गाइस। केही नयाँ नौलो गाउँ छैन। चाहिँ गर्मीले भन्नुहुन्छ भने गाइस यस्तो भइरहेको। यहाँ माथि हेर्नुहोस् न, यहाँ घाम कस्तोले बनाइरहेको। यस्तो तात्तिनी घाम लागिरहेको गाइस, पुरा नगर्नुहोस्। उहाँ हेर्नुहोस् न, ठुली मम्मीहरूले कसरी हेर्नु भएको छ कि मलाई। के गरी अहिले पागनीले चाहिँ भनेर भन्नुभयो होला। केही हुँदैन। गाइस, अब म चाहिँ पानी लगेर हिँड्न लागेको देख्न सक्नुहुन्छ। टोयलेटमा पानी लगेर हिँड्न लागेको छु म चाहिँ, देख्न सक्नुहुन्छ। काम चाहिँ म खतरा गर्छु नि गाइस। काम चाहिँ म खत्रै गर्छु। देख्न सक्नुहुन्छ टोयलेट गाइस। त्यस्तो टोयलेट देखाएर भ्लग बनाउँछु भनेर भन्नु होला। अब टोयलेट कहिले पनि राम्रो हुन्न। गाउँघरमा चाहिँ त्यत्तिको चाहिँ राम्रै हो हाम्रो टोयलेट। टोयलेटको कुरा नगरौँ। अब हेर्न सक्नुहुन्छ उहाँ छ नि त्यो बारी, देख्न सक्नुहुन्छ। हतिया बारीमा चाहिँ मैले दोहोरो मकै खन्न जाने। हिजो मैले मकै खन्दा खन्दै अल्छिरहेको गाइस भन्नुहुन्छ भने म यस्तो भइरहेको थियो, मलाई औडा लागिरहेको थियो। म जान्छु अब वहाँ गएर खन्नी बाउसोले गप 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 खन्नी। अब देख्न सक्नुहुन्छ त्यो बारीमा। अब गाइस देख्न सक्नुहुन्छ बाउसो लगेर चाहिँ म मकै खन्ने बारीमा हिँड्न लागेको म। धुप यस्तो छ हेर्नुहोस् न, यहाँ फुलहरू यस्तो दामी फुलहरू छ यहाँ गाइस, देख्न सक्नुहुन्छ। गाइस हेर्नुहोस् मेरो घरको कुखुराहरू देख्न सक्नुहुन्छ। गाइस हजुरहरूलाई यहाँको रोडहरू देखाउँछु म। यस्तो नराम्रो छ यहाँको रोडहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो घर जो उहाँ चाहिँ डाँडा छ, एउटा मन्दिर छ उहाँ चाहिँ। यहाँ चाहिँ जुम गरेर देखिन्न गाइस, देख्न सक्नुहुन्छ। यहाँको रोडको हालत देख्न सक्नुहुन्छ। यस्तो छ यहाँ। पिच गर्ने कहिले हो सरकार, पिच गर्ने कहिले हो यो बाटो। हेर्नुहोस् त गाइस, यो बाटोको हालत यस्तो छ गाइस। म चाहिँ मकै खन्ने बारीमा आइसकेको छु, देख्न सक्नुहुन्छ। म चाहिँ अब मकै खन्ने बारीमा आइसक्यो। यो चाहिँ मम्मीले चाहिँ बिहान खन्नु भएको। मम्मीले अनि पछि घाम गर्मी भएर चाहिँ यो यति खनेर जानु भएको। यति खनेर त्यतिसम्म, यहाँदेखि यहाँसम्म चाहिँ मैले खन्न पर्छ। आज काम नगर्ने भने मम्मीले मलाई गरिदिनुहुन्छ। त्यही भएर वेट गर्नुहोस् है। कति लाग्ला गाइस यो यहाँबाट यहाँ खन्नमा चाहिँ कति लाग्ला म तपाईँलाई देखाइदिन्छु। रोक्नुहोस् है।
हेर्नु त कति राम्रो क्युट फुल कस्तो राम्रो तपाईँलाई म एउटा चिज पनि देखाइदिन्छु औसली देख्न सक्नुहुन्छ गाइस औसली ओइमा औसली यमी कति धेरै औसली हो छत्त मासाला औसली गाइस औसली देख्न सक्नुहुन्छ औसली ल हेर्नुहोस् गाइस यहाँ हाम्रो गाउँ त्यस्तो राम्रो त छैन तर यहाँबाट उतापट्टि जाने भने उता यो डाँडा भयो कि त्यो अर्कोपट्टि डाँडा जाने पनि यस्तो राम्रो उस गाउँ देखिन्छ भ्यू देखिन्छ यस्तो राम्रो भ्यू देखिन्छ गाइस झन् झन् उहाँको डाँडादेखि हेर्नुहुन्छ भने गाइस यस्तो दामी छ तपाईँहरूले जानुभयो भने यस्तो राम्रो भ्यू छ देखिन्छ हेर्नुहोस् त्यहाँ औसली यो क्यामेराले चाहिँ अलि देखाएन तर गाइस तर यति धेरै औसली छ यमी गाइस औसली देख्नु सक्नुहुन्छ म अब खाएँ ल यस्तो मिठो छ गाइस खाएर मात्र हुन्न नि गाइस खाएर मात्रै हुँदैन है गाइस अब म चाहिँ मकै खन्न नि लाउन पर्छ
गाइस मकै खनेर नि सक्यो। देख्न सक्नुहुन्छ पसिनाले कस्तो चुरचुर भइसकेको छु म। हेर्नु गाइस, गाउँमा यति दुःख नगरेसम्म खाना पाइँदैन। देख्न सक्नुहुन्छ त्यति नै खन्दाखेरि नि फेरि यस्तो पसिना आइसक्यो गाइस। यस्तो पसिना आउँछ गाइस गाउँमा काम गर्दा। देख्न सक्नुहुन्छ पसिना। यस्तो गरेर नगरेसम्म गाउँमा गरेर खान सकिँदैन। यति कुरा चाहिँ सबैलाई थाहा छ गाउँमा बस्नेलाई चाहिँ। हामी गाउँमा बस्ने मान्छेलाई मात्रै थाहा हुन्छ काम कस्तो हुन्छ भनेर। पसिनाले हेर्न सक्नुहुन्छ चुरचुर भइरहेको म। यस्तो गर्मी छ कि गाइस। यस्तो गर्मी अनि किन यस्तो कोट लाएर खनेको होला भन्नु होला, तर यो चाहिँ घामले धेरै डढ्छ नि त, त्यही भएर। तर हावा नि चल्नु त सिरिरी चलिरह, तर त्यही पनि गर्मी चाहिँ मलाई राष्ट्रै भइरह गाइस। पसिनाले चुरचुर भइ यति खन्दा छ गाइस। हेर्न सक्नुहुन्छ पसिनाले। म यस्तो बहु अब म घर अब मुही खान्छु गाइस। यति खन्दाखेरि हेर्नुहोस् त गाइस। मैले चाहिँ मुही हालेर खान लाग्छु। गर्मीमा चाहिँ यही हो सहारा भनेको। टक्का लाएर अब म मुही खान्छु गाइस बसेर। गर्मी पनि यति साह्रो गर्मी छ कि गाइस कुरा नगरौँ। खाए ल। सक्यो गाइस खलास। गर्मीले चाहिँ यस्तो बनाएको छ गाइस, कुरा नगर्नुहोस् गाइस। यस्तो गर्मीले यस्तो बनाइन्छ गाइस। हो भाइ, यसरी के गरेर काम गर्दैन। हाम्रो मम्मीले चाहिँ काम गर्न लाउनु भएको छ, त्यो देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यस्तै त देखिन्न, हल्का फुल्का देखियो होला, तर हाम्रो मम्मीले चाहिँ त्यस्तरी काम गर्नुभएको छ। मैले त्यति खन्दा पनि कस्तो परान फुस्केला थियो भित्र गाइस। गाइस आजलाई चाहिँ यति नै। म फेरि अर्को भ्लग लिएर आउनेछु। आजलाई बाइ बाइ। मेरो नयाँ आइडी हो यो चाहिँ। मैले फर्स्ट टाइम युट्युबमा हालेर आएको। अर्को नि हालिदिन्छु, हजुरले लाइक कमेन्ट गर्नु होला। गाउँले भ्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइज। मन पऱ्यो नि नपऱ्यो नि फेरि म भोलि अर्को भिडियो लिएर आउनेछु। न्यू हजुरले मलाई सपोर्ट गर्नुभयो भने म योभन्दा नि राम्रो भिडियो लिएर आउनेछु। आजलाई यति नै, बाइ बाइ।